व्यक्तिहरू है विशेष उहाँहरूको आफ्नो सिंहासनमा आइसक्नु भएको छ अनि उहाँहरूलाई स्वागत छ। अनि आज उहाँहरूको हाम्रो मिस्टर एन्ड मिसेस शङ्कर है जित हजुरबा अनि पवित्र हजुरआमा उहाँहरूको 47th म्यारिज एनिभर्सरी उहाँहरूको विवाहको यो वर्षगाँठलाई हामी सेलिब्रेट गर्न गइरहेका छौँ अनि हामीलाई अत्यन्तै प्रशंसा हो ईश्वरको परमेश्वरलाई ठुलो ताली बजाएर आमेन। यो भजनहरूद्वारा परमेश्वरलाई महिमा भएको होस्। खुसियाली विवाहको यस खुसियाली मनाउने विभिन्न तरिकाहरू हामीले संसारमा अपनाएको पाउँछौँ है। अनि यो खुसीको क्षण हो एउटा मण्डली परिवारको निम्ति कि हामीले यसरी यतिका परिवारहरू भेला भएर आजको यो खुसीको क्षणलाई मनाउन पाइरहेका छौँ। ल हुन्छ 1 2 3 भन्नेछु तपाईँ दुईजनाले नै समातेर सँगै गाड्नु होला है। ल 1 1 2 3 ल हुन्छ सँगै गाड्ने ताली बजाइदिन्छ हामी सबैजनाले काटेर अनि खाउनुहोस् है एकअर्कालाई यता ताली बजाइदिनु होला सबैजनाले ल होटेल पाइदिनुहोस्। ल हुन्छ महिमा भएको होस्। र अब यो समय भने हामी उहाँहरूको लागि विशेष प्रार्थना गर्नेछौँ, आशिष हामी माग्नेछौँ। प्रभुजी आशिष होस्। प्रभुजी एउटा प्रभुजी महान आशिषको महान तपाईँ हुनुहुन्छ भने तपाईँद्वारा उहाँहरूमा बग्नेछ अनि मात्र हामीमा बग्नेछ। Lord Jesus, hallelujah. महिमा आदर सबैको तपाईँ प्रेसियस उहाँको दाम्पत्य जीवनलाई पनि तपाईँको हातमा समाउनु प्रार्थना बिन्ती चढाउँछ यीशु ख्रीष्टको पवित्र नाममा। हाम्रो आदरणीय ट्रस्टी भाइ केलाई धन्यवाद यो समय पनि उहाँलाई दिन चाहन्छु। जेमसीलाई समयलाई मध्यनजर गर्दै हामीसँग 1-2 स्पेसल प्रेजेन्टेसनहरू छ।
येशूको नाउँले घरकियो मादल आज तालले गुन्जियो स्वर्ग राज महिपीठ येशूको नाउँले अच्छा हामी आर्यना